यो चाहिँ पार्लियामेन्ट हो। पार्लियामेन्टको यतापट्टि खोला छ। यस्तै छ है। ल रक छ ता ढुङ्गामाथि क्यानाडा भन्ने यही हो। ढुङ्गै ढुङ्गा उता पारिपट्टि ग्यासिनो यता ओटावा यस्तै छ पार्लियामेन्टहरू। एउटा भिजिटिङ एरिया छ। यस्तै यस्तै छ साथी। यो चाहिँ रिदो पार्लियामेन्टको छेउ। ल साथीसँग यसो घुम्न आएको है। यसो यहाँनिर घुम्न आइरहेको छु है। फुलको बराबर मुना आयो यस्तै बारी पनि थालेछ। फुलहरू बराबर उम्रेको छ। त्यो चाहिँ ग्यासिनो यता ओटावा अन्टारियो यता ग्यासिनो यस्तै छ साथी। यो के फुल हो कसरी भन्थे मैले कुरा सुन्दाखेरि चाहिँ बुढो ओखती अरे भनेर सुन्छु है। यस्तै होला बुढो ओखती भनेको है। बरङ रङ 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 छ है आइरहेकै बुढो ओखती। यही त होला बुढो ओखती भनेको है। के हो यो थाहा भएन के हो। के हो कि बुढो ओखती भन्ने के बुझिएको छुइनँ। के थाहा भएन यो। यता भनेको ग्यासिनो यता भनेको ओटावा पार्लियामेन्ट यो भनेको खोला सिमाना है साथी। यो चाहिँ उता पारिपट्टि जाने आकाशे पुल है। त्यहाँबाट सट्टै पार्लियामेन्टको पछाडि यतापट्टि यस्तै छ आकाशे पुल छ। अब आकाशे पुलमा घुम्न जाँदैछु है म। ल यतातिर अब हिउँ हट्यो होटेल सुटेल खोलायो बस्ने ठाउँहरू रमाइलो गर्ने ठाउँहरू खुलायो है। यस्तै छ योहरूको एरिया। कसले हेर्नुहुन्छ मजाले हेरिदिनुहोस् है। यो क्यानाडाको राजधानीको एरिया छेउ कुना कुनीको ठाउँहरू हो यो क्यानाडाको राजधानी। अनि यहाँबाट चाहिँ म यो आकाशे पुल हो यहाँबाट म पारी जाँदैछु। ठ्याक्कै आकाशे पुल भइहाल्यो यो।